हेलो एभ्रिवान, दर्शन सबैजनालाई आज बनाऊ यो लाली गुराँस डिजाइनको पोते है। सुरुमा चाहिँ हामीले यहाँ चाहिँ रातो, हरियो र पहेँलो पोते लिएको छु र सियोमा चाहिँ मैले लाइलनको धागो हालिसकेको छु है। अनि स्टार्टिङ गर्दाखेरि हजुरले चाहिँ 4वटा रातो पोतेको दाना लिनुपर्ने हुन्छ, जम्मा 4वटा है। यसलाई चाहिँ हामीले लक गराउनुपर्छ। लक भन्नाले गाँठो बनाएर यसलाई बाँध्नुपर्छ बलियोसँग। यसरी हेर्न सक्नुहुन्छ। त्यसलाई गाँठो बनाउने है। गाँठो बनाउनु त हजुरहरूलाई आउँछ नै। यसरी चाहिँ पक्का गरेर गाँठो बनाउनु होला, जसले चाहिँ हजुरको पोते बनाउँदाखेरि नफुस्कियोस्। त्यस्तो हिसाबले चाहिँ बनाउनु होला। मेरो सोट चाहिँ अलिकति मोटो आएको हुनसक्छ, मलाई चाहिँ रुगा लागिरहेको छ। त्यसपछि हामीले गाँठो बनाइसक्यौँ, हेर्न सक्नुहुन्छ। अनि हामीले चाहिँ अब सियोलाई अगाडि बढाउँदाखेरि चाहिँ गाँठो बनाएको भागभन्दा अगाडिको भागमा चाहिँ सियोलाई लिने है, अगाडि सियो बढाउने। यसरी सियो अगाडि बढाइसकेपछि अब चाहिँ हामीले एक एक दाना लिँदै अगाडि सियो बढाउँछौँ है। अघि लिएको पोतेबाट अगाडिको पोतेमा एक दाना रातो लिएर हेर्न सक्नुहुन्छ। भिडियोमा देखाए अनुसारले नै अगाडि बढाउँदै जाने। हामीले चाहिँ सुरुमा 4वटालाई लक बनाइसकेपछि हामीले फेरि 4वटामै एक एक पोते लिँदै अगाडि बढाउँदै जान्छौँ है। यसरी अगाडि बढाइसकेपछि पहिलो राउन्ड चाहिँ हाम्रो सकिन्छ। पहिलो राउन्ड सकेपछि अब चाहिँ हामीले दोस्रो राउन्डमा फेरि लास्टबाट दोस्रो राउन्डमा आउँदाखेरि फेरि हजुरले के गर्नुपर्ने हुन्छ, लास्टको एउटा पोते र त्यसको अगाडिको पोतेलाई सँगै बुन्नुपर्ने हुन्छ है। त्यसपछि अब हाम्रो दोस्रो चरणमा चाहिँ हामीले दुईवटा रातो कलरको पोते लिँदै अगाडि बढ्छौँ। यसको बेलामा चाहिँ ठ्याक्कै कुना निस्केको हुन्छ, त्यही कुनामा टिप्दै जानुपर्छ है। दुईवटा रातो पोते। मैले चाहिँ अहिले यहाँ रातो लिएको छु भने हजुरले जुनसुकै कलर पनि लिन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ। यसरी भिडियोमा देखाएको जस्तै गरी हजुरहरूले पनि बनाउनु होला। यसरी चाहिँ दुईवटा लिँदै हामीले कुना निस्केको पोतेमा अगाडि बढाउँदै जाने। त्यसरी गइसकेपछि चाहिँ हाम्रो थर्ड राउन्ड सुरु हुन्छ र हामीले लास्टमा चाहिँ दुईवटा सँगै पोते नै टिप्छौँ है। लास्टमा चाहिँ हामीले त्यो दुईवटा सँगै पोतेलाई टिपेर अगाडि सियोलाई बढाउनु पर्छ। अनि यो यस्तो टाइपको गोलो बन्छ। अनि हजुरहरूले चाहिँ धागोलाई टाइट चाहिँ तान्नुपर्ने हुन्छ है। धागो लुज भयो भने बुट्टाहरू चाहिँ राम्रो देखिँदैन। त्यसपछि हामीले चाहिँ थर्ड राउन्डमा चाहिँ पहेँलो एक एक दाना लिँदै अगाडि बढ्ने, एक एकवटा लिँदै बढ्ने है। एक एकवटामा भन्नको मतलब एउटा रातो टिप्ने, फेरि पहेँलो लिएर अगाडिको रातोमा टिप्दै जाने। हेर्न सक्नुहुन्छ यसरी है। एउटा रातो टिप्नु भयो, त्यसपछि फेरि एउटा पहेँलो लिने, फेरि रातोमा अगाडि बढाउँदै जाने। यसरी नै हजुरले बनाउँदै जानु होला।
यसरी मैले पहेँलो लिइसकेपछि लास्टकोमा चाहिँ मैले हजुरलाई देखाउन खोजेँ। यो चाहिँ हामीले एउटा रातो एउटा पहेँलो, किनकि हामीले लास्टमा चाहिँ दुईवटा पोतेलाई सँगै बुन्नुपर्ने हुन्छ नि त, त्यो भएको भएर अहिले चाहिँ हामीले एउटा रातो एउटा पहेँलो सँगै बुनेको है। अनि यो चाहिँ यस्तो देखिन्छ। त्यसपछि अब फेरि हामी अब रातो लिँदै जान्छौँ है, सियोलाई अगाडि बढाउँदै जान्छौँ। पहेँलोको भागमा एउटा रातो, फेरि रातो लिने, फेरि पहेँलोमा जाने है, यसरी नै बढाउँदै जाने अगाडि। अब हामीले सबै रातो हालेर सकिसकेपछि फेरि अब हामीले यो लास्टको धागोमा चाहिँ मैले ब्रेक गरेको छु, फेरि अगाडि बढाउने। अब चाहिँ हामीले दुईवटा रातो हालेर रातोमा मात्रै टिप्नुपर्छ है, रातो कलरमा मात्रै टिप्नुपर्छ, दुईवटा पोते लिँदै। हेर्न सक्नुहुन्छ, यो चाहिँ यस्तो गोलो बन्दै जान्छ। यो चाहिँ मैले सकिसकेँ। लास्टमा चाहिँ हजुरलाई देखाउनको लागि रातोबाट अगाडि दुईवटामा दुईवटा राखेर टिप्ने है। लास्टमा चाहिँ हामीले जहिले पनि दुईवटा टिप्नुपर्ने हुन्छ। अब हामीले फ्लावरको अन्तिम चरणमा आयो, हामी लास्ट हो यो चाहिँ। अब हामीले चाहिँ एउटा रातो लिँदै दुईवटा रेड कलरमा सियोलाई अगाडि बढाउँदै जाने यसरी, जसले गर्दा चाहिँ हजुरको त्यो टुप्पा कुना कुना निस्किन्छ। हेर्न सक्नुहुन्छ, हो त्यसरी नै हामीले अगाडि अगाडि बढाउँदै जाने। जसले गर्दा चाहिँ हाम्रो कुना निस्किन्छ। कुना भन्न खोजेको चाहिँ अब चुच्चो निस्किन्छ कि, एउटा फुलको सेपको चुच्चो आकार बन्छ है त। यसरी नै हजुरहरूले पनि पुरी बनाउनु पर्ने हुन्छ चुच्चो, हो त्यसै चुच्चो चाहिँ आउनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो लास्टको हो। लास्टमा चाहिँ हामीले दुईवटामै अगाडि बढाएर सियोलाई अब चाहिँ हामीले पात बनाउँछौँ। पातको लागि चाहिँ हामीले टुप्पामा ल्याउनु पर्ने हुन्छ। पातको लागि चाहिँ मैले हरियो कलर लिएको छु, मुगावाला। यो हरियो दाना चाहिँ हामीले 10वटा राख्ने। 10वटा राखिसकेपछि हामीले तलको 3वटालाई चाहिँ छोडेर बाँकीमा चाहिँ सियोलाई अगाडि बढाउने। भिडियोमा देखाए अनुसारले नै गर्नु होला। त्यसपछि यो पातको बीचको भाग चाहिँ यसरी तयार हुन्छ। अब हामीले साइडबाट चाहिँ यसलाई कभर गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले 8वटा पोते लियौँ र एउटा कुनामा चाहिँ यसरी टिपेर सियोलाई अगाडि बढाउने। त्यस्तै गरेर हामीले अर्को साइडबाट पनि यसलाई कभर गर्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो पत्ताको आकार बन्छ।
अर्कोतिर पनि हामीले 8वटा नै हरियो पोते राख्छौँ। हामीले चाहिँ अब रातो कलरको त्यो अघि सुरुमा गराएको त्यही टुप्पामा चाहिँ सियोलाई अगाडि बढाउँछौँ र हामीले अर्को साइडमा पनि त्यस्तै पात बनाउनु पर्ने भएको हुनाले हामीले अगाडि सियो बढाउँदै अर्कोपट्टिको टुप्पामा सियोलाई ल्याएर हामीले पात बनाउँछौँ। फेरि यसरी चाहिँ अब हामीले फेरि 10वटा हाल्ने, 3 छोडेर फेरि माथि सर बुन्ने, धागोलाई चाहिँ हामीले जति सक्दो एकदमै टाइट बनाउनु पर्ने हुन्छ। एक साइडको कभर गरिसकेपछि फेरि अर्को साइडमा पनि हामीले कभर गर्ने। यसरी कभर गरिसकेपछि अब हामीले तयार गरिसकेका हुन्छौँ र अब यसलाई चाहिँ हामीले रेडी गर्नको लागि तलपट्टि सियो ल्याएर हामीले चाहिँ यसलाई इन्ड गर्छौँ है। हामीले यसलाई सकाउँछौँ अनि यहाँनिर चाहिँ अब काट्ने कैँचीले अनि यसलाई चाहिँ लाइटरले जलाइदिने है। र यसरी लाली गुराँस तयार हुन्छ, हेर्न सक्नुहुन्छ। हजुरहरूले पनि बनाउनु होला। थ्याङ्क यू सो मच। सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला।